यो जुग्नी अब गाउँघरमा कहिले देखाएको थिइनँ, अब यहीँ आएर देखा हो। अब यस्तो हुँदो रहेछ यो जुग्नी प्लान्ट। अब खासमा भन्दाखेरि चाहिँ काट्ने साइज चाहिँ यही हो, यतिको साइज हुन्छ। यहाँ एक हाउसमा चाहिँ पुरा 180 प्लान्ट छ। अब बिहान बेलुका काट्नुपर्छ, हेर्नुपर्छ, पात काट्दै आउने, यसो सपोर्ट दिँदै जाने गर्दाखेरि ठुल्ठुलो हुँदै जान्छ। अनि त्यसपछि यसको अलिक फल्न छोडेपछि काटेर फालिदिइहाल्ने। काट्ने मान्छे यही हो मेन। अब एकजना हन्दैछ, पुरा काट्दैछ, यताउति गर्दा गर्दै अब काटेर पनि उता रेडी भएको छ। काटेर राखेको यता गाडीमा छ। यो ढोका पनि यस्तै छ एरिया। बाँकी यता छ काटेर राखेको। काटेर राखेको यो अलग भेराइटी, यो अलग हो, यो अलग छ। देख्नमा सेम छ तर अलग अलग हुन्छ। यो काटेर रेडी भएर यहाँ आउँदैछ। अनि टक्क मिलाएर राख्छ। यसरी मिलाएर राख्नुपर्छ यो बराबर, नत्र फेरि मार्छ माथिको मान्छेले, फेरि गाह्रो छ जिन्दगी।